इंग्लिश स्कूल कोहलपुरमा मगर एकता दिवस विविध सांस्कृतिक कार्यक्रम सहित भव्य रूपमा सम्पन्न। बाँके जिल्ला कोहलपुर नगरपालिका 12 चपरगौडी स्थित ग्रीन पिस इंग्लिश मिडियम स्कूलमा आज 44औं मगर स्थापना दिवस विविध सांस्कृतिक तथा शैक्षिक कार्यक्रमका साथमा भव्य रूपमा सम्पन्न भएको छ। नेपालको आदिवासी जनजातिहरूमध्ये एक महत्त्वपूर्ण समुदायका रूपमा परिचित मगर समुदायहरूको इतिहास, भाषा, संस्कृति, वेशभूषा र परम्पराको संरक्षण तथा प्रवर्धन गर्ने उद्देश्यले विद्यालयले विशेष कार्यक्रमको आयोजना गरेको हो। कार्यक्रमको सुरुवात विद्यार्थीहरूले प्रस्तुत गरेको परम्परागत नाच गानबाट गरिएको थियो। मगर समुदायहरूको मौलिक पहिचान झल्काउने नृत्य, गीत र सांस्कृतिक प्रस्तुतिले विद्यालय परिसर उत्सवमय बनेको थियो। कार्यक्रममा विद्यालयका प्रधानाध्यापक विष्णु विक्रम शाहीले मगर दिवसको ऐतिहासिक, सामाजिक तथा राष्ट्रिय महत्त्वबारे विद्यार्थीहरूलाई अवगत गराउनु भएको थियो। उहाँले मगर समुदायले नेपालको इतिहास, राष्ट्रिय एकता, संस्कृति र समाज निर्माणमा पुर्याएको योगदान अतुलनीय रहेको उल्लेख गर्दै आफ्नो पहिचान प्रति गर्व गर्न र संस्कृतिको संरक्षणमा सक्रिय हुन विद्यार्थीहरूलाई प्रेरित गर्नुभयो। यसैगरी कार्यक्रममा सहभागी शिक्षक शिक्षिकाहरूले पनि मगर दिवसको महत्त्वबारे आफ्नो धारणा व्यक्त गर्नुभएको थियो। उहाँहरूले नेपाल बहुजातीय, बहुभाषीय र बहुसांस्कृतिक देश भएकाले हरेक समुदायको पर्व, संस्कृति र पहिचानलाई सम्मान गर्न आवश्यक रहेको बताउनुभयो। यस्ता कार्यक्रमले विद्यार्थीहरूमा सांस्कृतिक चेतना, सामाजिक सद्भाव, आपसी सम्मान र राष्ट्रिय एकताको भावना विकास गर्न महत्त्वपूर्ण भूमिका खेल्छ। मगर दिवसको अवसरमा आयोजित कार्यक्रमले विद्यार्थीहरूलाई आफ्नो मौलिक संस्कृति बुझ्न र अरू समुदायहरूको पहिचानलाई सम्मान गर्न सिकाएको विद्यालयको भनाइ छ। यसरी ग्रीन पिस इंग्लिश मिडियम स्कूल कोहलपुर 12 चपरगौडी बाँकेमा मगर दिवस उल्लासपूर्ण वातावरणमा सफलतापूर्वक सम्पन्न भएको छ।